बेग्लै प्रसङ्ग लिएर आएको छु। आज यहाँ मेरो मामाकोमा आइरहेको छु कि उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ अनि उहाँ चाहिँ माइजू हुनुहुन्छ। माइजू चाहिँ विगत 2 महिनादेखि ओछ्यानको ओछ्यानमा हुनुहुन्छ। उहाँको अलिक गम्भीर समस्याले गर्दाखेरि चाहिँ यहाँ हामी यसो यहाँ माइजूकोमा यहाँ आएको छौँ हामी चाहिँ होइन। उहाँको चाहिँ विशेष समस्या चाहिँ के रहेछ भन्दाखेरि लिभरको समस्या रहेछ अरे क्या। अनि त्यसको लागि चाहिँ उहाँ मामाले चाहिँ होइन के भन्छ उहाँ विराटनगर पनि लग्यो होइन मामा। कहाँ कहाँ लानुभयो अरे यहाँ अब यहाँ दर्शकहरूलाई उहाँ साथीहरूलाई पनि यहाँ विराटनगर टिचिङ लगेको थियो। हजुर हजुर। अनि त्यहाँ के भन्नु उसले चाहिँ त्यहाँ सबै थोक गऱ्यो, त्यहाँ भर्ती नै लिएन, भर्ती नै त्यहाँ सक्दिनु भन्न। अनि अनि त्यहाँदेखि चाहिँ कहाँ लानुभयो? त्यहाँदेखि कोशी लगेको थियो। कोशीमा अनि के भन्नु त्यहाँ चाहिँ डक्टरहरूले? त्यहाँ पनि लिएन नि। त्यहाँ चाहिँ अलिकति समस्या के भन्छ गम्भीर समस्या छ भनेर होइन, धेरै समस्या छ भनेर चाहिँ अनि त्यहाँ पनि भएन होइन। अनि त्यहाँदेखि चाहिँ कता लानुभयो? त्यहाँदेखि धरान लग्यो, यहाँ गोपा क्याम्प। गोपा क्याम्प लानुभयो। अनि त्यहाँ चाहिँ के भन्नु त्यहाँ गोपा क्याम्पमा चाहिँ तपाईँले चाहिँ? गोपा क्याम्पमा पनि अब त्यत्रो दिन राखो त्यत्रो खर्च भएन। अनि के भन्नु अन्त्यमा लिभर फेर्नुपर्छ भनेर धेरै पैसा लाग्छ भने लगभग कति जति खर्च हुन्छ? त्यो लिभर त फेर्नै पर्छ कि त्यसमा केही समस्या छ भनेर है क्या? अब खै के अब डक्टरले भन्नु कति जति खर्च लाग्छ भन्नु त्यहाँ डक्टरले? भन्नुले 10-12 लाख लाग्छ। अनि त्यसको लागि चाहिँ कहाँ लानुपर्ने अरे तपाईँको? के भन्नु बाहिरतिर? कहाँ बाहिर भन्नाले कुन ठाउँ? काठमाडौँ भने कि कता इन्डिया भने कि कता बाहिर? बाहिर भनेर अनि कहाँ चाहिँ लाने सोच गरिदिन्छ? अब यदि भएछ भने अहिले पैसा छैन, पैसा भएपछि लाने उतै काठमाडौँ। त्यहाँ लाँदाखेरि चाहिँ ठिक हुन्छ भन्ने कुरा गर्नुभयो डक्टरले भन्नु होइन। अब समस्या हेरिहाल्नुभयो उहाँहरूको आर्थिक अवस्था कमजोर भएर। अनि यता धरान विराटनगर कता गर्दा पैसा 2-4 लाख सकिसक्यो भन्ने कुरो भन्दै हुनुहुन्छ होइन। फेरि उहाँको